वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई धेरै 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 स्वागत छ। आज हामी घुम्न जान लाग्यो। हाम्रो साथीहरू छ। हेलो हेलो राम्रो राम्रो मान्छेहरू। अब हामी घुम्न जान्छौँ। सो एकछिनपछि भेट्छ है त। हेलो एभ्रिवान। अब चाहिँ हामी चाहिँ जान लाग्यो घुम्नलाई निस्केको अवस्था। यो ढोका लगा न। चस्माले चप्पलले अड्क्यो नि त। यो चस्माले ल्यायो टोइलेटको चप्पल कहाँ त्यो मैले लगेँ होइन। मैले देखाउनु न। यता दिल्लीमा हेलो गर्नु। हेलो हाई हाई। हामी चाहिँ अब घुम्न जान लागेको यता माथिनिर डाँडानिर। हेर्दै गर्नु होला गाइस। चप्पल देखाइदिनु गाइसहरु। अब चाहिँ हामी हिँडेको घुम्नलाई। सो गाइस मैले आज भ्लगरलाई सम्हाल्न दिएको मेरो मैले सम्हालिरहेको छु। म मात्रै हो क्या राम्रो। रे कता हो चाहिँ थाहा छैन। सोनिकाको गाउँमा हो हामी घुम्न आउनु लागेको। धन्यवाद मेरो गाउँमा यता हामी ओए यहाँ फर्के घुम्न जाँदैछौँ हामी चाहिँ। देखिरहेछ धेरै नै यति गरे। हामीलाई चाहिँ अघि के भने थाहा छ स्कुलको बच्चाहरूले बहिनीहरू तिमीहरूलाई नि टिकट काट्छ अरे। ए त्यो यहाँ के अरे ट्राफिकहरू थियो के हो। रोड चाहिँ यस्तो क्लिन छ ल। खुट्टा चाहिँ नदेखाउँ होला। यता हाम्रो मिसहरू यता बस्दा म अगाडि गएर तिमीहरूलाई देखाउँछु। घाममा बस्ने गयो घाममा देखाउनु न मलाई कस्तो राम्रो देख्छ। कस्तो राम्रो देखाएको छ जिन्कीहरू। तो गाइस हाम्रो चाहिँ यहाँ यात्रा सुरु भइसक्यो होइन। आजको चाहिँ ओभरै बवाल वेदर छ हेर्न सक्नुहुन्छ। कति डिस्टर्ब गर्छ हौ तेरो त मैले यस्तो हात सिकाइदिन्थ्यो। यस्तो यो बाटोमा जानु लाग्यो। म दुईचोटि गएको ठाउँमै जानु लाग्यो क्या आज नि। यो बच्चाहरूलाई घुमाइदिनु पर्ने हुन्छ। त्यही हो गाइस। अब सिधै त्यहाँ माथि गएर भेट्नु पर्ने हुन्छ। आइपुग्यो। हिँड्नेहरू उडिरहेको छ हावामा उडिरहेको छ हेर्न सक्नुहुन्छ। तपाईँको वाला रोइदिनुपर्छ यो डनहरू हो गाइस भन्दा नि नहुने। त्यही हो गाइस। अब हामी फोटोसोटो खिच्छौँ। सो हेर्नुपर्छ है त गाइस। हामी चाहिँ अब यहाँ फोटोसोटो भिडियो सिडियो लिएर अब हामी टावर डाँडा जान लाग्यो। जुनकिरीहरू यस्तो हो नि फेरि। त्यही हो गाइस। अरू त के भन्नु यहाँ हावाले हामीलाई एकछिन बस्नु दिएन। सो गएको हामी आइज तपाईँहरू नि घुम्न आउनु होला। ए गाउँ भन्नु सबैजना एकदम रमाइलो अनि चिसो हावा खान पाइन्छ। यो ठाउँमा धेरै घुम्नको लागि भन्दा नि आनन्द लिनको लागि हो क्या यो ठाउँ चाहिँ बेस्ट। अब यस्तो हावा आएर हुन्छ नि त। अब कोही मान्छे अब हल्का हुन्छ नि त एक्लो टाइपको त्यस्तो मान्छेलाई चाहिँ यो ठाउँ एकदम बेस्ट। अनि यो अगाडिको त्यो बुद्ध हेर्दा त्यस्तो आनन्द फिल आउँछ। तपाईँलाई कस्तो लाग्यो भन्नुहोस् त। गाइस अब हामी एकछिनपछि बोल्छौँ। यहाँ हावाले भोइस सुनेको छैन होला। गाइस हामी सुटिङ भइरहेको छ। त्यही हो अगाडि हेर्दै हिँडिरहेको छ। गाइस हावा चाहिँ ओभरै चल्छ यहाँ डाँडामा। हेर्नु सक्नुहुन्छ डाँडा दुईजना जुनकिरी हावाले उडाउनु बसेको। के भयो मेरो कपाल हेर्न सक्नुहुन्छ गाइस। भ्यू हेर्नुहोस्। सुटिङ भइरहेको चाहिँ यो सबैको लागि राखेँ नि। म केही भन्दिनँ कि सुटिङ गर्ने मान्छेहरूलाई सबै पाएर जान्छ। त्यो गाइस दिस इज द अर्को कपाल आवाज अनि ओभरै ठुलो छ क्या।
अनि यहाँबाट सिन्धुपाल्चोक सबै डाँडा देख्छ, हेर्न सक्नुहुन्छ होइन। कसरी बोलिरहेको छु म किनभने घाँटिसक्यो, हावाले गर्दा ज्याकेट लगाएको छैन, ज्याकेट नलाग। यहाँनिर नि हाम्रो नयाँ गुम्बा रेडी भइरहेको छ, हेर्न सक्नुहुन्छ। जुनगिरी लुगा चाहिँ उडिरहेछ। इग्नोर दिस, लुक एट द भ्यू। कुनै बेला होइन आनन्द एकान्त बस्नको लागि सुन्नुभयो नि गाइज, त्यो कपाल हावा नआउने कस्तो उडिरहेको। यहाँनिर कति सुटिङहरू हुन्छ गाइज, हेर्नु यहाँ ल, हेर्नु यहाँ यस्तो बवाल बवाल देख्छ। तेरो गाउँ पनि देख्ने भयो है। मेरो गाउँको माथिबाट होइन घर आउँदाखेरि होइन हेर्नुपर्छ, यस्तै बजार देख्छु क्या, कहाँ हो कहाँ हो। उतानिर हेर्नु, मलाई यस्तोहरू उतानिर हेर्नु, त्यहाँ खतरा बनाएको त्यो नि गुम्बै हो। बस्ती भइसक्यो। रेस भइसक्यो, त्यहाँ तल्लोमा आउनु भने के भयो यस्तो छ क्या हाम्रो होइन फेरि छिमेकी। अहिले चाहिँ हामी घुमेर घर चाहिँ आइसक्यो, मेरो स्वर सुकेछ, त्यही भएर अब म घरको कामहरू गर्न लाग्ने। दुईजना नि घरको सिक्यो। आजको भिडियो चाहिँ हल्का छोटो नै भएको छ किनकि मलाई चाहनु थिएन, अनि त्यही भएर। सो कस्तो लाग्यो कमेन्ट गरेर नबिर्सिनु होला। बाई बाई एभ्रिवान, भेट्नुपर्छ अर्को भिडियोमा। बाई बाई।